देशको कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीको टेबलमा एउटा सिलबन्दी खाम छ अनि त्यो खामभित्र नि देशमा हुन गइरहेको सबैभन्दा ठूलो र भयानक राजनीतिक उथलपुथलको सम्पूर्ण पूर्व जानकारी छ। सुन्दा नै एकदमै डरलाग्दो छ नि यो त। हो नि, कसले कहाँ कसरी आक्रमण गर्दैछ भन्ने पुरै नालीबेली त्यसमा छ, तर त्यो खाम कहिल्यै खोलिँदैन। ओहो, त्यो खाम त्यही एउटा कुनामा धुलो खाएर बस्छ अनि त्यही एउटा सानो प्रशासनिक व्यवस्था भनौँ वा गल्तीको कारण केही दिनभित्रै 76 जना मानिसले ज्यान गुमाउँछन्। अनि करिब 85 अर्ब रुपैयाँ बराबरको राष्ट्रिय सम्पत्ति पनि त खरानी हुन्छ। एकदम। यो सुन्दा कुनै हलिउडको थ्रिलर चलचित्रको कथा जस्तो लाग्न सक्छ, तर यो कुनै काल्पनिक कथा होइन। पक्कै होइन। यो हाम्रै आफ्नै देशको अत्यन्तै नजिकको तितो यथार्थ हो। एउटा यस्तो यथार्थ जसले राज्य संयन्त्रको चरम लापरवाहीलाई मात्र होइन, प्रविधिले कसरी रातारात सत्ता पल्टाउन सक्छ भन्ने नयाँ युगको सत्यलाई पर्दाफास गरेको छ। एकदम सही भन्नुभयो। र आजको यो गहिरो अध्ययनमा हामी त्यही यथार्थलाई खोतल्दैछौँ। हो, हाम्रो आजको मुख्य विषयवस्तु नै यही हो। 2082 साल भाद्र 23 र 24 गते नेपालमा भएको जेन जेड अर्थात् जेनेरेसन जेड आन्दोलन र त्यसपछिको अकल्पनीय राजनीतिक पहिरो। र यो सम्पूर्ण छलफल सरकारले गठन गरेको कार्की जाँचबुझ आयोगको प्रतिवेदनको पूर्ण दस्तावेजमा आधारित हुनेछ। हाम्रो उद्देश्य यहाँ कसैको पक्ष वा विपक्षमा वकालत गर्ने होइन नि फेरि। बिल्कुलै होइन। हामी पूर्ण रूपमा तटस्थ र वस्तुगत ढङ्गले बुझ्ने प्रयास गर्नेछौँ कि माइतीघर मण्डलाको एउटा शान्तिपूर्ण र्याली कसरी केही घण्टामै संसद भवन र सिंहदरबारको पर्खाल लागेर इतिहासकै घातक घटनामा परिणत भयो। यो घटनाको विश्लेषण गर्नु अहिलेको समयको सबैभन्दा ठूलो आवश्यकता पनि हो। किनभने यसले परम्परागत राजनीतिक सोच र 21औं शताब्दीको डिजिटल पुस्ताबीचको डरलाग्दो खाडललाई छर्लङ्ग पारेको छ, होइन त? एकदम। यो केवल एउटा आन्दोलनको कथा मात्र होइन नि, यो त प्रविधि, जनमनोविज्ञान र राज्यको असफलताको एउटा एकदमै जटिल सम्मिश्रण हो। खासमा यसलाई गहिराईबाट बुझ्नको लागि घटना घटेको दिनबाट मात्र सुरु गरेर पुग्दैन। हामी अलिकति पछाडि फर्किनुपर्छ। पृष्ठभूमि हेर्नु पर्यो। हो, आयोगको प्रतिवेदनले यो असन्तुष्टिको जरा कहाँसम्म फैलिएको थियो भन्ने कुरा प्रस्ट्याएको छ। यसो हेर्दा पछिल्लो 35 वर्षको नेपाली राजनीतिमा 30 वटा सरकार परिवर्तन भए। राज्य सत्तामा बारम्बार तिनै अनुहारहरूको पुनरावृत्ति भइरह्यो। हो, एकातिर चरम भ्रष्टाचार र सुशासनको अभाव थियो भने अर्कोतिर नेपो बेबी अर्थात् पहुँचवाला र नेताहरूका सन्तानले मात्रै राज्यका हरेक अवसर र स्रोतमाथि कब्जा जमाउने प्रविधि हावी थियो। त्यसमाथि देशको आर्थिक अवस्था झन दर्दनाक थियो नि। युवा बेरोजगारीको दर आकाशिएको थियो। दैनिक हजारौं युवाहरू विदेशिन बाध्य थिए। उनीहरूले देशमा आफ्नो कुनै भविष्य नै देखेका थिएनन्। यो एउटा यस्तो पुस्ता थियो जसले विश्वस्तरको शिक्षा र चेतना त पाएको थियो, तर देशभित्र भने उनीहरूको योग्यताको कुनै कदर थिएन। यो अवस्थालाई भनौँ न एउटा सुक्खा जङ्गलसँग तुलना गर्न सकिन्छ। कसरी? जहाँ वर्षौंदेखिको निराशा, आक्रोश र बेरोजगारीले ठूलो थुप्रो जम्मा गरिरहेको थियो, अनि त्यही बेला भाद्र 19 गते सरकारले एउटा यस्तो निर्णय गर्यो जसले त्यो जङ्गलमा सिधै आगो लगाइदिने काम गर्यो। त्यो सामाजिक सञ्जालको प्रतिबन्ध हो त नि। सरकारले टिकटक, डिस्कर्ड, रेडिट लगायत 26 वटा सामाजिक सञ्जाल प्लेटफर्ममा एकैसाथ प्रतिबन्ध लगाइदियो। र यो प्रतिबन्धलाई बुझ्न हामीले विश्वव्यापी सन्दर्भलाई पनि हेर्नुपर्ने हुन्छ। जस्तै कार्की आयोगको प्रतिवेदनले स्पष्ट रूपमा उल्लेख गरेको छ कि नेपाली युवाहरू विश्वव्यापी जेनजेड आन्दोलनबाट गहिरो रूपमा प्रभावित थिए। खास गरी श्रीलङ्का र बङ्गलादेशको घटनाले। हो नि, विशेष गरी श्रीलङ्का, बङ्गलादेश र केन्या जस्ता देशहरूमा युवाहरूले प्रविधिको प्रयोग गरेर जसरी राजनीतिक परिवर्तन ल्याएका थिए, त्यसले यहाँ पनि एउटा सामूहिक मनोविज्ञान तयार गरिसकेको थियो। मतलब इन्डोनेसिया वा केन्याले सक्छ भने नेपालले किन सक्दैन भन्ने भाष्य। हो, त्यो भाष्य पहिलेदेखि एकदमै तीव्र रूपमा सामाजिक सञ्जालमा फैलिरहेको थियो। भनेपछि सरकारले ती प्लेटफर्महरू प्रतिबन्ध गर्दा युवाहरूले त्यसलाई केवल मनोरञ्जन खोसिएको अर्थमा मात्र लिएनन्। बिल्कुलै होइन। पुरानो पुस्ताका नेताहरूलाई के लाग्यो भने यी एपहरू भनेका केटाकेटीले भिडियो हेर्ने र नाच्ने साधन मात्र हुन्, जुन एकदमै गलत बुझाइ थियो। एकदम। जेन जेड पुस्ताका लागि ती डिजिटल प्लेटफर्महरू
उनीहरूको रोजगारी, उनीहरूको विचार अभिव्यक्त गर्ने चौतारी र विश्वसँग जोडिने एक मात्र पुल दिए। अनि जब राज्यले त्यसमाथि प्रतिबन्ध लगायो, त्यो पुस्ताले यसलाई आफ्नो अस्तित्व र स्वतन्त्रतामाथिको निर्मम प्रहारको रूपमा लियो। हो, सरकारको यो कदमले असन्तुष्टिको त्यो डढेलोलाई रोक्नुको साटो झन् ठूलो हावाहुरीको रूपमा बदलिदियो। अब यही पृष्ठभूमिमा टेकेर भाद्र 23 गतेको त्यो डरलाग्दो दिनको टाइमलाइनतर्फ लागौं। प्रतिवेदनको तथ्यमा आधारित रहेर हेरौँ न। त्यो बिहानको दृश्य एकदमै सामान्य र लोकतान्त्रिक अभ्यास जस्तै देखिन्थ्यो। बिहान 10 बजेतिर माइतीगर मण्डलामा युवाहरू भेला हुन थालेका थिए। प्ले कार्डहरू बोकेर होइन? हो, उनीहरूको हातमा भ्रष्टाचार रोक र टुगेदर फर रिफर्म जस्ता एकदमै स्पष्ट र जायज माग लेखिएका प्लेकार्डहरू थिए। सुरुवातमा यो पूर्ण रूपमा शान्तिपूर्ण र्याली थियो। त्यहाँ कुनै हतियार थिएन, मात्रै नारा र गीतहरू थिए। तर दिउँसो 12 बजेपछि जब त्यो भिड बिजुली बजारको पुल तर्दै बानेश्वरको एभरेस्ट होटल अगाडि आइपुग्यो, त्यहाँ अवस्था बदलिन थाल्यो। त्यहाँ प्रहरीले पहिलो सुरक्षा ब्यारिकेड राखेको थियो, होइन त? सामान्यतया यस्ता शान्तिपूर्ण प्रदर्शनहरू त्यहीँनिर रोकिन्छन् र पूर्ण सभामा परिणत हुन्छन्। तर त्यो दिन भिडको मनोविज्ञान अर्कै थियो। उनीहरू रोकिएनन्। उनीहरूले ब्यारिकेड तोडे। हो, एउटा अकल्पनीय धक्कासहित त्यो ब्यारिकेड तोडियो र भिड सिधै निषेधित क्षेत्र पार गर्दै सङ्घीय संसद भवन अर्थात् BICC तर्फ अगाडि बढ्यो। दिउँसो 1 बजेतिर संसद भवनको मूल गेट अगाडि पुगेपछि त अवस्था पुरै युद्ध मैदान जस्तो बन्न पुग्यो। प्रतिवेदनले त्यहाँनिर सुरक्षा निकायको रणनीतिक कमजोरीलाई एकदमै मिहिन ढङ्गले केलाएको छ नि। हो त नि। भीड नियन्त्रण गर्ने प्राथमिक उपाय भनेको पानीको फोहरा अर्थात् वाटर क्यानन हो। तर त्यहाँ पानीको फोहरा हान्ने गाडी नै पर्याप्त थिएनन्। अनि भएका गाडीमा पनि प्राविधिक समस्या देखिएको थियो रे। एकदम। त्यसपछि प्रहरीले अन्धाधुन्द अश्रु ग्यास प्रहार गर्यो। तर हावाको दिशा र साँगुरो सडकको कारण अश्रु ग्यासले उल्टे सुरक्षाकर्मीलाई नै असर गर्न थाल्यो। ओहो, जब यी सबै ननलिथल अर्थात् ज्यान नलिने उपायहरू असफल भए अनि भिडले संसद भवनको गेट नै भत्काएर भित्र पस्ने प्रयास गर्न थाल्यो, तब सुरक्षाकर्मीहरू आत्तिए। उनीहरूसँग अर्को कुनै प्रभावकारी रणनीति नै थिएन। र अन्तिम तथा सबैभन्दा घातक विकल्पको रूपमा उनीहरूले प्रत्यक्ष गोली प्रहार गर्न सुरु गरे। यो सुन्दा जति पीडादायक छ, तथ्य त्यति नै कठोर छ। त्यही पहिलो दिनमै 19 जनाको मृत्यु भयो। 19 जना, जसमध्ये 17 जना त त्यही संसद भवन वरपरको भिडन्तमै मारिएका थिए। एकदमै हृदय विदारक। तर यहाँनिर मेरो दिमागमा एउटा गम्भीर प्रश्न उब्जिरहेको छ। म यसलाई अलिकति सामान्य तर्कको कसीमा राखेर हेर्न चाहन्छु। भन्नुस् न। बिहान भ्रष्टाचार रोक भनेर प्लेकार्ड बोकेर गएका ती कलिला युवाहरू कसरी केही घण्टामै यति हिंस्रक र आक्रामक बने? यो महत्त्वपूर्ण प्रश्न हो। सडकमा शान्तिपूर्ण प्रदर्शन गर्ने भिडले एकाएक सुरक्षा घेरा तोड्ने र प्रहरीको रणनीति बुझेर काउन्टर गर्ने र संसद भवनभित्रै घुस्ने आँट कसरी गर्यो? के यो साँच्चै ती कलिला युवाहरूको मात्र स्वतस्फूर्त भिड थियो वा पर्दा पछाडि अर्कै कुनै अदृश्य शक्तिले यो सबै कमान्ड गरिरहेको थियो? हो, यहीँनेर यो प्रतिवेदनको सबैभन्दा झस्काउने तथ्य लुकेको छ। के हो त्यो तथ्य? सडकमा भौतिक रूपमा भिडन्त हुनुभन्दा धेरै अगाडि यो युद्ध भर्चुअल संसारमा लडिएको थियो। हामीले बुझ्नुपर्ने कुरा के हो भने यो आन्दोलनको हेडक्वार्टर कुनै पार्टी कार्यालय वा सडक चोकमा थिएन। अनि कहाँ थियो त? यो डिस्कॉर्ड र रेडिट जस्ता डिजिटल प्लेटफर्ममा थियो। डिस्कॉर्ड? डिस्कॉर्ड, जुन मूलतः भिडियो गेम खेल्नेहरूले आपसमा कुराकानी गर्न र रणनीति बनाउन प्रयोग गर्ने एउटा च्याट प्लेटफर्म हो, त्यो रातारात एउटा अभेद्य राजनीतिक कमान्ड सेन्टरमा परिणत भएको थियो। एकछिन है, भनेपछि गेम खेल्दा कुन बाटोबाट गएर शत्रुलाई आक्रमण गर्ने भनेर सल्लाह गर्ने ठाउँलाई वास्तविक जीवनको आन्दोलन हाँक्ने कन्ट्रोल रुम बनाइयो। ठ्याक्कै। प्रतिवेदनको तथ्याङ्क सुन्दा जो कोही स्तब्ध हुन्छ। युवा हब र युथ अगेन्स्ट करप्सन जस्ता डिस्कोर्ड सर्भरहरूमा जम्मा 50 घण्टाको अवधिमा 1,14,000 भन्दा बढी मेसेजहरू आदान प्रदान भएका थिए। ओहो, 50 घण्टामा 1,14,000 मेसेज? हो नि, यो कुनै सानो सङ्ख्या होइन, यो एउटा सुसङ्गठित सूचनाको बाढी हो। त्यहाँ भित्र मानिसहरूले कुन गल्लीबाट निस्कने, पुलिसको पोजिसन कहाँ छ, अश्रु ग्यासबाट कसरी बच्ने भनेर रियल टाइम अर्थात् प्रत्यक्ष रूपमा सूचना आदान प्रदान गरिरहेका थिए।
यो त पुरै मिलिट्री अपरेसन जस्तो पो भयो त। र सबैभन्दा रोचक कुरा त के भने उनीहरूले केवल आन्दोलन मात्र गरेका थिएनन्, त्यही सर्भरभित्र भर्चुअल भोटिङ गरेर पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्ने सम्मका राजनीतिक निर्णयहरू समेत गरिसकेका थिए। उनीहरूसँग स्पष्ट राजनीतिक विकल्पको खाका पनि थियो। एकदम। यो त साँच्चै नै एउटा अदृश्य जेल वा अल्गोरिदमको जालो जस्तै देखिन्छ, जहाँ मानिसहरू भौतिक रूपमा खुला सडकमा छन्, तर उनीहरूको दिमाग, उनीहरूको आक्रोश र उनीहरूको हरेक पाइलालाई कतै टाढा लेखिएको कोड र अल्गोरिदमले नियन्त्रण गरिरहेको छ। हो नि। प्रविधिले कसरी मानिसको भावनालाई हतियारको रूपमा प्रयोग गर्न सक्छ भन्ने कुराको योभन्दा भयानक उदाहरण सायदै होला। यो एउटा पूर्ण रूपको डिजिटल प्रक्सी वार थियो र यो आन्दोलन कसरी यति छिटो हिंसात्मक मोडमा पुग्यो भन्ने कुराको प्राविधिक प्रमाण पनि प्रतिवेदनले दिएको छ। कस्तो प्रमाण? ती च्याट सर्भरहरूमा सामान्य राजनीतिक कुरा मात्र भइरहेको थिएन, त्यहाँ मोलोटोभ ककटेल अर्थात् पेट्रोल बम पो हो, पेट्रोल बम कसरी बनाउने भनेर खुल्लम-खुल्ला ट्युटोरियल र निर्देशनहरू दिइएको थियो। मेक एज मेनी मोलोटोभ अर्थात् सकेसम्म धेरै पेट्रोल बम बनाऊ भनेर सन्देशहरू प्रवाह भएका थिए। यो त पुरै शहरी गुरिला युद्धको तयारी जस्तो पो देखियो नि। त्यति मात्र कहाँ हो र? प्रविधिको दुरुपयोग कुन हदसम्म भएको थियो भने netankhor.vercel.app नामको एउटा वेबसाइट नै बनाइएको थियो। नेतानखोर के गर्थ्यो त्यसले? यो वेबसाइटले गुगल म्याप जस्तै काम गर्थ्यो, तर यसको उद्देश्य फरक थियो। यसले शीर्ष नेताहरू र भ्रष्ट भनिएका अधिकारीहरूको घरको ठ्याक्कै लोकेसन पिन गरेर म्यापिङ गरेको थियो, बापरे, ताकि आन्दोलनकारीहरूलाई कहाँ गएर घेराउ गर्ने वा आक्रमण गर्ने भनेर पहिल्यै थाहा होस्। यसको मतलब सडकमा निस्केको भिड अन्धो थिएन। उनीहरूको हातमा स्मार्टफोन थियो र त्यही स्मार्टफोनले उनीहरूलाई एउटा निर्देशित क्षेप्यास्त्र जस्तै लक्षित बिन्दुमा पुर्याइरहेको थियो। हो, र यसलाई झन अनियन्त्रित बनाउने काम गर्यो डिसइन्फर्मेसन अर्थात् भ्रामक सूचनाको सुनामीले। फेक न्यूजको कुरा? आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआई को प्रयोग गरेर बनाइएका अत्यन्तै यथार्थपरक देखिने फेक भिडियो र तस्विरहरू सामाजिक सञ्जालमा भाइरल गराइयो। जस्तै कस्ता हालका भिडियो? जस्तै संसद भवन पुरै आगोले जलेको तस्विर, अनि भाटभटेनी सुपरमार्केटमा 35वटा कङ्काल भेटिएको भन्ने पुरै मनगढन्ते र डरलाग्दो फेक न्यूज। ओहो, यस्तो हल्लाले त पुरै प्यानिक गराउँछ नि। त्यति मात्र होइन, एकजना विमान परिचारिकाले प्रधानमन्त्री देश छोडेर भागेको आफूले आफ्नै आँखाले देखेको भन्दै फैलाएको भ्रामक भिडियो पनि थियो। यी सूचनाहरूले सडकमा भएको भिडको मनोविज्ञानलाई कसरी उथलपुथल पार्यो होला त्यो कल्पना गर्न पनि गाह्रो हुन्छ। मानिसको डर र रिसलाई चरम बिन्दुमा पुर्याएर पुरै समाजलाई अनियन्त्रित बनाउन एल्गोरिदमले आगोमा पेट्रोल छड्किने काम गर्यो। एकदमै सही भन्नुभयो। अब यो पहिलो दिनको त्रासदी र रातभरिको डिजिटल छटपटीपछि दोस्रो दिन अर्थात् भाद्र 24 गतेको अवस्था कस्तो भयो त? 24 गते त झन भयङ्कर भयो। प्रतिवेदनले चित्रण गरेको 24 गतेको दृश्य त कुनै युद्धग्रस्त देशको भन्दा कम छैन। पहिलो दिन 19 जनाको मृत्यु भइसकेपछि सरकारले पुरै काठमाडौँ उपत्यकामा दिउँसोदेखि कर्फ्यू लगाउने घोषणा गर्यो। तर त्यो कर्फ्यू कागजमा मात्रै सीमित भयो, सडकमा पूर्ण रूपमा त्यसको अवज्ञा भयो। भनेपछि अवस्था सरकारको नियन्त्रणभन्दा धेरै बाहिर गइसकेको थियो नि। हो, समानान्तर रूपमा राज्यका अति संवेदनशील र उच्च सुरक्षा घेरा भएका ठाउँहरूमा एकैसाथ आक्रमण सुरु भयो। सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन शीतल निवास र प्रधानमन्त्री निवास बालुवाटार जस्ता ठाउँहरूमा तोडफोड र आगजनीको प्रयास भयो। त्यही बेला हो सबैभन्दा धेरै मानवीय र भौतिक क्षति भएको। समग्रमा यो 2 दिनको अवधिमा 76 जना नागरिकको ज्यान गयो। तथ्याङ्क हेर्ने हो भने 42 जनाको मृत्यु सुरक्षाकर्मीको गोलीबाट भएको थियो। 3 जना प्रहरीको मृत्यु आन्दोलनकारीको निर्मम आक्रमणबाट भयो। अनि बाँकी 31 जनाको मृत्यु लुटपाट र अन्य हिंसात्मक झडपको क्रममा भयो। अनि भौतिक क्षतिको कुरा गर्दा करिब 85 अर्ब रुपैयाँ बराबरको अकल्पनीय राष्ट्रिय सम्पत्ति र पूर्वाधारहरू खरानी भए। र यसैको चरम दबाव र परिणामस्वरूप अन्ततः प्रधानमन्त्रीले राजीनामा दिनुभयो र संसद नै विघटन हुने अवस्था सृजना भयो, होइन त? हो, तर यहाँनिर हामीले एउटा अत्यन्तै महत्त्वपूर्ण कुरामा स्पष्ट रेखा कोर्नुपर्ने हुन्छ। के कुरामा?
प्रतिवेदनले एकदमै प्रष्ट शब्दमा के निष्कर्ष निकालेको छ भने 24 गतेको त्यो ध्वंसात्मक लुटपाट र हिंसात्मक क्रियाकलाप जेनजेड पुस्ताका युवाहरूले गरेको थिएनन्। यो एकदमै चाखलाग्दो कुरा हो। भनेपछि पहिलो दिनको त्यो युवाहरूको आन्दोलन दोस्रो दिन अर्कै दिशामा मोडियो। ठ्याक्कै शान्तिपूर्ण सुधारको माग गरिरहेका युवाहरूको आन्दोलनको आडमा आपराधिक प्रवृत्तिका व्यक्तिहरू, लुटपाट गर्ने समूहहरू र राजनीतिक अवसरवादीहरूले त्यहाँ घुसपैठ गरेका थिए। घुसपैठ पो भएको थियो। सीसीटीभी फुटेज र पक्राउ परेका व्यक्तिहरूको उमेर हेर्दा 40 देखि 50 वर्षसम्मका मानिसहरू जो जेनजेडको परिभाषामै पर्दैनन्, उनीहरू घरेलु हतियारसहित सडकमा निस्किएर लुटपाट र आगजनी मचाइरहेका थिए। भनेपछि ब्याङ्कका एटिएम फुटाउने, पसलहरू लुट्ने र सरकारी गाडी जलाउने काम विशुद्ध रूपमा आपराधिक समूहले गरेको थियो। एकदम। त्यसैले युवाहरूको जायज असन्तुष्टिलाई हाइज्याक गरेर एउटा अर्कै आपराधिक र स्वार्थी समूहले पुरै देशलाई बन्धक बनाउने काम गर्यो भन्ने कुरा अनुसन्धानबाट प्रमाणित भएको छ। तर यो सबै भइरहँदा राज्यको संयन्त्र चाहिँ के हेरेर बसेको थियो त? सिंहदरबारमै आक्रमण हुँदासम्म, बालुवाटारको गेटमा आडो लाग्दासम्म सुरक्षा व्यवस्था किन यति फित्लो र निरीह भयो? यो प्रश्नको जवाफले हामीलाई कार्यक्रमको सुरुवाती बिन्दुमा फर्काउँछ। त्यो नखोलिएको खामको प्रसङ्ग हो। राज्यको जासुसी संयन्त्र र सुरक्षा निकायको चरम असफलता यहाँ छताछुल भएको छ। राष्ट्रिय अनुसन्धान विभाग अर्थात् एनआइडीले यो आन्दोलनको सम्भावित खतरा, डिस्कर्डमा भइरहेको तयारी र नेता नखरको म्यापिङबारे एकदमै विस्तृत पूर्व सूचना सङ्कलन गरिसकेको थियो। भनेपछि एनआइडीले आफ्नो काम गरेकै थियो। तर विडम्बना, त्यो अत्यन्तै संवेदनशील पूर्व सूचनाको सीलबन्दी खाम प्रधानमन्त्री कार्यालयमा पुगेपछि कसैले खोलेर हेर्ने कष्ट नै गरेन। एउटा सिङ्गो देशको भविष्य त्यो खामभित्र थियो र ब्युरोक्रेसीको सुस्तताले त्यसलाई रद्दीको टोकरीमा फालिदियो। हो। पछि कार्की जाँचबुझ आयोगले आफ्नो अनुसन्धान सुरु गर्दा प्रधानमन्त्री कार्यालयको एउटा दराजको कुनामा त्यो सीलबन्दी खाम जस्ताको तस्तै फेला पार्यो। अचम्म छ। राज्यको सूचना प्रणाली र प्रशासनिक संयन्त्र कतिसम्म सुस्त, लापरवाह र समय सापेक्ष छैन भन्ने यो एउटा भयानक प्रमाण हो। अनि सुरक्षा निकाय बीचको समन्वय नि? त्यहाँ झन् ठूलो वाङ थियो। फिल्डमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाबीच समन्वयको यति ठूलो अभाव देखियो कि आपतकालीन अवस्थामा कसले कमान्ड सम्हाल्ने भन्ने स्पष्ट निर्देशन नै थिएन। सेना परिचालन गर्नुपर्ने अवस्थामा राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्न र निर्णय हुन समयमै नसक्दा राज्य संयन्त्र नै केही समयका लागि पूर्ण रूपमा पङ्गु बन्न पुग्यो। यो सम्पूर्ण घटनाक्रम र तथ्यहरू सुन्दा एउटा कुरा एकदमै स्पष्ट हुन्छ। परम्परागत राज्य सत्ताले प्रविधिलाई केवल एउटा टुल वा मनोरञ्जनको साधन मात्र मान्ने गल्ती गर्यो। एकदम। तर प्रविधि आफैमा एउटा शक्तिशाली कमान्ड सेन्टर बन्न सक्छ र यसले मानिसको मनोविज्ञानलाई क्षणभरमै परिवर्तन गरेर सडकमा उतार्न सक्छ भन्ने कुरा राज्यले बुझ्नै सकेन। र यो हामी सबैको नयाँ यथार्थ हो। यो सम्पूर्ण जानकारी किन यति धेरै महत्त्वपूर्ण छ भने प्रविधि र राजनीतिको यो डरलाग्दो टकराव नेपालको मात्रै कथा होइन, यो अब विश्वभरिकै नयाँ यथार्थ बन्दैछ। हो नि। डिजिटल प्लेटफर्मलाई व्यवस्था गर्दा वा त्यसको शक्ति नबुझी लहरमा गलत तरिकाले प्रतिबन्ध लगाउँदा एउटा देशको दशकौं पुरानो र बलियो मानिएको शासन प्रणाली कसरी केही घण्टामै गर्ल्याम ढल्न सक्छ भन्ने कुराको यो एउटा ज्वलन्त र ऐतिहासिक पाठ हो। एकदमै सटिक विश्लेषण। हामीले सूचना प्रविधिलाई दमन गरेर वा प्रतिबन्ध लगाएर होइन, त्यसको मनोविज्ञान र शक्तिलाई बुझेर सुशासन र पारदर्शिता दिन सक्यौं भने मात्र भविष्यका यस्ता भयानक सङ्कटहरू टार्न सकिन्छ। नागरिकको डिजिटल अधिकार कुण्ठित गर्दा त्यसले कस्तो विस्फोट ल्याउँछ भन्ने यो एउटा गतिलो पाठ हो। आजको यो गहिरो अध्ययनलाई बीट मार्नु अघि म एउटा विचारणीय प्रश्न अगाडि सार्न चाहन्छु। भन्नुस् न। आज हामीले देख्यौं कि कसरी एउटा साधारण च्याट सर्भर र केही आधारभूत एल्गोरिदमले जम्मा 50 घण्टाभित्रै एउटा क्रान्तिको खाका कोरेर लाखौं मानिसलाई सडकमा उतारेर सिङ्गो सरकार ढाल्न सफल भए। यो त सुरुवात मात्रै हो नि। हो, यो त केवल सुरुवात मात्र थियो। भोलिका दिनमा जब अझै उन्नत आर्टिफिशियल इन्टेलिजेन्स अर्थात् एआईले हाम्रो राजनीतिक चेतना,
हाम्रा भावना र सिङ्गो लोकतान्त्रिक प्रक्रियालाई सिधै नियन्त्रण गर्न वा म्यानिपुलेट गर्न थाल्छ, तब राज्य र नागरिकसँग आफ्नो स्वतन्त्र अस्तित्व र चेतना बचाउने के विकल्प बाँकी रहला? गम्भीर प्रश्न। प्रविधिले हामीलाई सशक्त बनाइरहेको छ वा हामी प्रविधिको हातमा अदृश्य कठपुतली बन्दै गइरहेका छौं? यो एउटा यस्तो गम्भीर र जटिल प्रश्न हो जसले भविष्यको लोकतन्त्र र मानव सभ्यतालाई नै निरन्तर चुनौती दिइरहनेछ। आजको लागि यो गहिरो छलफल यही समाप्त हुन्छ। सबै तथ्य र विचारहरू यहाँहरूकै अगाडि छन्।